यो चाहिँ लास्ट टेस्टी हुन्छ अमिलो अमिलो नै हुन्छ हैन मैले अस्ति एउटा गोरुको खुट्टा मैले लुकाएको थिएँ अस्ति सिधै के हो हेलो एभ्रिवान नमस्ते सम्पूर्णलाई हैन सो आज चाहिँ हामी चट्ट बाहिर निस्केको त्यही भएर चाहिँ हल्का भ्लग बनाइदिउँ भनेर सो मेरो युट्युब च्यानल सबैजनालाई हैन स्वागत गर्दछु है मनैदेखि हैन सम्पूर्णलाई एकदम धेरै माया अनि सम्झना लिएर हैन फेरि पनि मैले भिडियो हजुरको लागि भ्लग लिएर आइसकेको छु भिडियोले अन्तिमसम्म हेरिदिनु होला र हजुरहरू कस्तो हुनुहुन्छ सो कमेन्ट पनि गर्न सक्नुहुन्छ र कस्तो लाग्छ त्यो पनि हैन सो अनि हामी चाहिँ चट्ट दुईजना छौँ एकजना साथी एन्ड प्लस म चाहिँ हामी चाहिँ कहाँ चाइनिज मार्केट जाने गरेको हल्का सब्जीहरू ल्याइदिउँ भनेर हेरौँ सब्जी के पाइन्छ अनि हामी चाहिँ चट्ट त्यसपछि हामी फर्किन्छौँ चट्ट यो फर्सी पनि लाने हो भाइले फर्सी चाहिँ लगिदिन्छु यो माछाहरू त के लानु हो दादा फर्सी पनि लाने हो मिठो लाग्छ होइन खानु पर्यो नि त अब मैले अस्ति एउटा गोरुको खुट्टा मैले लुकाएको थिएँ अस्ति सिधै आयो के हो ए रहेछ त हो कति रुपियाँ पर्छ हो यो म पनि लान्छु यार त्यो एउटा हुन्छ कतिवटा भोक लागेर यो चाहिँ लास्ट टेस्टी हुन्छ अमिलो अमिलो नै हुन्छ होइन छिटो के मलाई कत्रो बेर मुटेको सो र हामी चाहिँ बस्तिरहेको छौँ होला रुमदेखि अलिकता होइन होस्टेलदेखि अलिकति घरतिर ऊ चाहिँ टिकटक चलाइरहेको छ एन्ड म चाहिँ भिडियो बनाइरहेको छु सो गाइस कस्तो लाग्यो तपाईँहरूले आजको भिडियो होइन मलाई खासै बोल्नु चाहिँ आउनु होइन त्यस्तो पोलाइटली वर्डहरू चाहिँ म खासै युज गर्न सक्दिनँ किनभने मेरो छैन क्या आदतै होइन अलिकति अब म चाहिँ अब के भन्नु त्यसलाई कस्तो कस्तो के भन्नु होइन चट्ट अनि कतिले चाहिँ भन्छ अब चिन्नेहरूले होइन म्याचै हानेन त्यस्तो पनि हुन्छ भ्लगसँग म्याचै गरेन भन्छ क्या कतिले चाहिँ म्याच गरोस् कि नगरोस् मलाई घन्टा दालै छैन अनि म त हान्दिन्छु त म त जस्तै पनि होइन म खुसी भइरहेको हुन्छु त अनि अरूले चाहिँ के भन्नुहोस् न त्यही हो होइन आजको भ्लग चाहिँ के मलाई छोटो हल्का भ्लग बनाइदियो हल्का भिडियो बनाइदिउँ न त भनेर चट्ट मैले बनाइदिएको हाम्रो कम्पनी हो यो हामीले काम गर्ने ठाउँ अँध्यारो हुनु लागिसक्यो होइन सब्जीहरू हामीले यति धेरै लिएको छौँ यता पनि मैले यो सरफ एन्ड यो दिनमा अन्डा अनि ऊ चाहिँ बोलिरहेछ के भन्छ टिकटक चलाइरहेछ ल अब चाहिँ हामी पनि फर्केको रुम मैले चाहिँ एउटा मात्रै बोकेको छु उसले चाहिँ दुईवटा बोकिरहेछ होइन आजको मेरो भ्लग चाहिँ यति नै होइन सो एकदम धेरै सपोर्ट चाहिँ गरिदिनु होला म पनि हजुरहरूलाई गर्ने छु एकदम मनैदेखि छु होइन त्यही हो